हिमाली भुटान सुन्दर थियो, भुटानी पौरखले छोडेर आयो त्यो जन्मभूमि निर्मम पीडाले। छोडेर आयो त्यो जन्मभूमि निर्मम पीडाले। हिमाली भुटान सुन्दर थियो। हजुर, हिमाली भुटान सुन्दर थियो। हाम्रा पुर्खाहरूले धेरै दुःख गरेर बनाएको भुटान हो, किनभने ती 7 घुम्ती हुँदै बाटो खन्दै थिम्पू बाटो पुर्याउने अनि साउदर्नपट्टिका सबै जङ्गललाई फाँडेर हरियाली बनाउने हाम्रा भुटानी बाबुआमा थिए। त्यही भुटानलाई छोडेर हामी विदेशी हौँ, शरणार्थी जीवन 18-20 वर्ष हुँदै अनि हामी आज म विशेष गरी यो ठाउँमा 35 वर्षपछि आएको छु। यहाँहरूलाई म यो मेरो ठाउँ जन्मथलो देखाउन गइरहेको छु अनि मलाई धेरै खुसी पनि लागेको छ भने दुःख पनि लागेको छ। विशेष गरी हाम्रो च्याङबारी भुटान साथसाथै नेपाली बस्ती इन्डिया, हामी दुई बिचको सम्बन्ध धेरै वर्ष अघिदेखि घनिष्ठ थियो। अहिले हालमा फेन्स लगाएर इन्डिया र भुटान छुट्याए तापनि धेरै वर्ष अघि एउटै समाज एउटै दाजुभाइ जस्ता छरछिमेकी भएर हामी भुटान र इन्डियाका बासिन्दाहरू हामी बसेका थियौँ। आज त्यही ठाउँको सेरोफेरो, आफन्तहरूलाई भेट्ने क्रम, साथसाथै छिमेकीहरूलाई भेट्ने क्रम अनि मेरो जन्मस्थल ठाउँ साथसाथै च्याङबारी भीमटार हजुरहरूलाई म घुमाउने छु। Good morning, guys. Today I'm here in India Bhutan border and I'm gonna show you my birthplace. My 35 years ago, after 35 years I came here today to see my birthplace. It would be right there. This is Bhutan side, so my toilet was right here and my farm was like bananas and trees were right here, and then my house was right there between that 2 trees or just in the center of that tree, and we used to have a toilet right here. So I'm very excited to come to my place to see my birthplace today. I'm so excited, and today I'm gonna show you my village, all these videos and description today. So keep watching and be with me. And हजुर, जुन यो रुख देखिराख्नु भएको छ, यो दुईटा रुख, यो रुख र यतापट्टिको रुख, अनि यहाँनिर यही राइट यहाँनिर चाहिँ हाम्रो घर थियो। अनि यो चाहिँ ठ्याक्कै मेरो काका आरएन विष्टहरूको घर यहाँ थियो भने, अनि यो रुख छ यहाँनिर चाहिँ ज्योति दादाहरूको घर थियो भनेदेखि अलिक परतिर त्यो चाहिँ जुन यो घर देखिरहेछ यो चाहिँ हाम्रो भुपे दादाको घर, त्यहाँ पनि नीतिहरूको घर अलिकति मास्तिर थियो। अनि यहाँ माथि देखिरहेको चाहिँ यतापट्टिको चाहिँ हाम्रो सुजय प्रधान अनि हाम्रो प्रधानज्यूहरूको घर थियो त्यहाँनिर थियो। अनि हाम्रो फोटोवालको घर यहाँनिर यो गुवा बगान भएको फोटोवालको घर हो भनेदेखि यता बाटो देखिराख्नु भएको छ, यहाँ माथि बाटो छ गाडी कुद्ने, त्यो बाटो चाहिँ हाटखोला जाने बाटो। यो चाहिँ जुन गल्लीको बाटो हो, यो गल्ली हुँदै हामी कार्की गाउँतिर जानेछौँ। हजुर, यहाँ देख्न सक्नुहुन्छ यो पहाडी, जुन त्यो पहाडी चाहिँ अथवा त्यो डिल चाहिँ बिष्टा गाउँ हो। अनि जुन यहाँबाट माथि म यता देखाइरहेको छु त्यो गुवा बगानहरू भएको, त्यो चाहिँ हाम्रो पाठक, हाम्रो पुष्पलाल बाजे भन्थ्यो, हाम्रो ज्योति दादाको घर चाहिँ गोठ अहिलेको घर त्यता छ। अनि यहाँनिर हाम्रो मनिका दिदी शिवकुमार दाजुको घर पऱ्यो भनेदेखि चाहिँ
अनि यहाँ हुँदै हुँदै हामी सानोमा यो जुन यो चाहिँ गुहे खेत भन्थ्यौँ, यो गुहे खेतमा हामी केटाकेटी हुँदाखेरि चाहिँ हामी फुटबल खेल्ने ठाउँ चाहिँ यो हाम्रो। अनि मैले अघि हजुरहरूलाई भनिसकेँ पारी बिस्टा गाउँ। द vistas like in Kentucky, हाम्रो आनन्द बिस्टा, जीवन बिस्टा, their houses were up there where I can see the guava trees. So that's we used to call Bistagaon, and I already talked about in Jyoti Sharma's Sarada Didi's dad's and mom's house up there. I can see the guava trees there, and this is a small field here. We used to play soccer, football in this. And right now I'm going towards the Karki Gaon. So this is the Karki Gaon, like Ram Karki, Devdas Karki, and Arjun Karki. Their Karki lines is right here. So their Karkis used to live here. So anyone who are watching this, the kids, if you don't know your parents, where they used to live, where they were born, where they came from, so this would be the right place and right time for you to watch the videos where your parents were born. And actually this is Chiang Mai, Bhutan. अब अहिले चाहिँ म ठ्याक्कै सोडारी डाँडा भनेपछि म ठ्याक्कै यहाँनिर छु। यहाँनिर हाम्रो बिमटार तपाईहरु देख्न सक्नुहुन्छ। You can see the Shodari Dada, and as I told you about the Bistagaon, so I can see some Bistagaon right here, there, and I'm right near the hills on the top of Chungpatang Khola. So there you can, in the Bhutan side, this is the Chungpatang River, and then which is Gata? That's Gata right there, where you can see the two houses with the green roof, and there are some like some land infrastructures right there. That's my dad's field right there. I can see from here, I can see some guava trees, maybe some bananas, and I can see, and there is a road, the curb right there, and then just near to that curb there was a goat of Rai Bhupedada's goat right there. I used to go with him on bicycle. अब हामी चाहिँ भाइ यो बर पिपलको यो डाँडालाई के भन्छ? यो इन्डियापट्टिको यो पम्पू डाँडा। पम्पू डाँडा। अब यो पम्पू डाँडाबाट चाहिँ हामी कहाँ झर्दैछौँ? चुङपतङ खोला पम्प हाउस। अब यहाँनिर चाहिँ ठ्याक्कै यसलाई के बोट भन्छ? लाम्पाते? यो होइन, यो अखानेको रुख। यो अखानेको रुख मुनि चाहिँ ठ्याक्कै पानी चाहिँ धारा रहेछ। अब हेर्नुहोस्, यो भुटानको, यो चाहिँ म इन्डिया साइडमै छु, तपाईँहरूले मिसअन्डरस्ट्यान्ड नगर्नु होला, म भुटान जान मिल्दैन, त्यसैले यो चाहिँ इन्डियापट्टि हो। तर ठ्याक्कै अब हामी बोर्डरमा छौँ भनौँ न भाइ। यहाँ यो पानी इन्डिया हो कि भुटान हो? इन्डिया। यहाँदेखि कति उता चाहिँ भुटान हो? यो डिपदेखि यहाँ डाँडा जुन देख्नुहुन्छ नि, यहाँ मेरो यहाँबाट 100 मिटर पनि छैन, यो चाहिँ भुटान हो। हामी त्यता जानै मिल्दैन, तर हामी यताबाट भिडियो गरिरहेको छौँ। अब हामी चक्कसँगले भुटानको जुन पहाडी स्टाइलको, नेपालको स्टाइलको चाहिँ हामी पानी पिउने हो। ल हजुर यहाँ समातिदिनुहोस् त, म पानी पिउँदै गरेको नजिकबाट पनि खिचिदिनुहोस्।
ल ल अब पानी यसरी मुख धुने हो एकदम स्वच्छ पानी यसको कुनै केही छैन अब यसरी पानी ल यसो गर्ने अलिक बेसी भाइ अब यसरी अब पानी पनि गरियो अब खुट्टा धुने त भएन किनभने अलरेडी जुत्ता त्यसो सफा गरिदिउँ न त के भएको छ त ल यो लगभग 35-36 वर्ष फेरि पहिलोपट्टि यसरी उम्रेको पानी यसरी खाइयो ओके ल थ्याङ्क यू ल हाम्रो भुटान इन्डियातिर चाहिँ यसरी घाँस काटिन्छ अनि हाम्रो दाइले घाँस काट्दै हुनुहुन्छ अनि दाइ यो घाँस केलाई ए बाख्रा खसी पाल्नुहुन्छ कतिवटा छन् 3-4 छन् अब लगभग सक्नु पनि भएको होला हजुर सकिएको अब ल ठिकै छ अब ल भारी पनि यत्रो बनाउनु भएछ अब भारी पुऱ्याउनु भयो हजुर भएको यति नै हो फेरि भोलि पर्सि भोलि आउनुपर्छ हजुर यो चाहिँ इन्डिया पर्यो नि भुटानको नजिक बोर्डर इन्डिया तपाईँहरूको भुटानसँग सम्बन्ध राम्रो छ हाम्रो जानु चलिरहेछ हजुर सहयोगी छन् हजुर हजुर ल तपाईँतिर बाँध्दै गर्नुहोस् म यतातिर भिडियो बनाउँदै गर्छु जुन यो चाहिँ नैनातालको अनि होइन अगाडि बाटो देखाउँदै तपाईँ पानी परेन है म त अझै त यस्तो डाँडा काँडा त मलाई त साह्रो मजा लाग्छ होइन अनि अझै पनि 8 बल जोस जाँगर आउँछ हौ यो चाहे यहाँ होस् चाहे विदेशतिर होस् जहाँ पनि नयाँ भाइ बहिनीहरू यसरी हिँडुल गर्न हामीले चुङपतङ खोला यसरी भुटानबाट आएको चुङपतङ खोला त्यो पर त्यो हरियो देखेको घट्टा खेत हाम्रो खेत त्यहाँ नजिकै पर्थ्यो पहिला जुन त्यो घट्टा खेत त्यो अघि मैले ब्लू भने नि त्यो ब्लू भएको बेलामा हाम्रो घट्टा खेत त्यहाँ थियो त्यसको लगभग उता आधी माइल त्यस्तै 2 किलोमिटर परतिर चाहिँ हाम्रो गोठ थियो अनि यता नैनाताल पर्यो यो नैनाताल हो फेरि यस्तो चाहिँ यसको चाहिँ के छ भने यो खोला यहाँबाट गएको छ अनि यो माथि यस्तो हुँदै गयो चाहिँ फेरि उता यता चाहिँ इन्डिया पर्यो यो खोलादेखि यता चाहिँ तर उता चाहिँ फेरि भुटान पर्दै गएको छ यो भुटान पर्दै उता घुमाउने कादु सिप्सु उता कादु हाम्रो टिका दिदी टिका भण्डारी हेमा बास्तला sisters house just behind this place so this is Nainatal the far it's coming from this way Chiangbari and we will get to Kadu and Gumaone and all the way to Sipsu which is the very end and then western part of Bhutan okay हजुरहरुलाई मैले त्यो जानकारी दिए भने अब हामी जाँदैछौँ चुङपतङ खोला जाउँ है त चुङपतङ खोला सलल पानी बग्यो पहिला सानोमा माछा मार्ने टेक्निक है त अब यसरी खोला कुद्यो होइन अनि यसरी ढुङ्गा भत्कायो अनि यसो गरेर चाहिँ हामी माछा मार्ने हो यसरी माछा मारेपछि अनि हुनु खोला माछा मार्दै हामी हिँड्ने हो यसरी गर्छु देख्यो भने यस्तो पल्टायो यस्तो गरेर चाहिँ माथि ठगिने हो यो खोलामा त्यस्तै माछा छैन होला छैन
फेरि यतिखेर यति बसाल्छ पानीको दिने हो पहिला पहिला त हामीले यही पानी खाएकै पनि हो अब अझै पनि खान त मिल्छ तर अब के गर्ने खाएर आएको अलिअलि अघि कति खाइयो पानी लुजु अब यहाँबाट यसो यसो हुँदै अब हामी फर्किँदै अब लगभग हामीले चुङपत्ता खोलामा आइपुगिसक्यौँ र अब हामी फर्किँदैछौँ अब हामी फेरि यो डाँडा हेर्नु देख्न सक्नुहुन्छ यो डाँडा काट्दै हामी च्याङमारी इन्डिया भुटान बिमटार हामी जानेछौँ सरी रोजे मैले तिमीलाई कान्छी अब हामी कुक्कला लाग्दैछौँ बोट छ यो ठुलो हुँदा चाहिँ हुन्छ तर यसको त अझै रुखै हुन्छ यो हामी सानोमा नजानेर चाहिँ यसलाई काट्थ्यौँ अनि काट्ने क्रममा चाहिँ त्यस पछाडि जाने चिलाएर उत्पात यसलाई एउटा नेपाली भनाइ चाहिँ यसले छुयो र यसलाई काटेर चिलायो भने चाहिँ यो रुखसँग मिट लाउनु अरे अनि मिट लगाएपछि चाहिँ चिलाउनु जाति हुन्छ अरे अब यहाँ एउटा गाई हामीलाई हेरिराखेका छन् निङ्गे गाडीमा चढ्दै हान्छ क्या कुदी जम्प ओ कुदी जम्प खै मैले कुदी जाम्पो भने हाई भने उनीहरूले त टावरबाट कुदी जाम्पो पनि भनेनन् किनभने त्यही हो नियम कडा छ को मान्छे हो कस्तो मान्छे हो इन्डियातिर भनेर उनीहरू बोल्न पनि चाहँदैनन् ट्राई गरेकै हो भएन तर मेरो भिडियो खिच्ने क्रम चाहिँ अब रोकिँदैन किनभने म इन्डियापट्टि छु यसलाई चाहिँ भाटेको पत्ता भाटेको रुख के भन्छ यसको चाहिँ दाना हुन्छ होइन अनि यो दाना चाहिँ हामी पटेका पड्काउने हो हामी जोड तरिकाले पटेका पड्काउँथ्यौँ यसको दानाले सानोमा यसलाई भाटेको रुख भाटेको पत्ता भने पनि यसले जो दाना दिन्छ अनि त्यो दाना चाहिँ हामीले बाँसको सोलीमा एउटा के भन्छ एक्ज्याक्टली वर्ड चाहिँ आएन एउटा ठेल्ने हुन्छ काठकै बनाइन्छ बाँसको अनि कस ठेलेपछि त्यसलाई फटाक्क पड्काउने हो अनि मान्छे हिर्काउने हो खेला केटाकेटीमा मान्छे हिर्काउने भन्नाले यसो खेल्ने क्रम काली गाई
once again, Piri, on the screen you can see Nainital, and I really don't know a lot of people from Nainital. Maybe Chakra, हाम्रो एकजना फर्गमा हुने दाइको घर त्यता थियो, अनि उता कादु हाम्रो टिका दिदी अनि हेमा दिदीहरूको घर पऱ्यो भनेदेखि अनि घुमाउनेको मेरो धेरै साथीहरू महेश तुलुङहरू अनि हाम्रो खड्का छिमेकीहरू पहिला अनि हाम्रो खड्का भेनाजुहरू अनि हुनुहुन्थ्यो उता सिप्सुतिर चाहिँ उता मेरो चाइल्डहुडको बेस्ट मित्र नन्द राज पौडेल त्यता सिप्सुतिर हो भने अनि हाम्रो गेनफोक्समा बस्नुहुने घले दाईहरू उता सिप्सुपट्टिको हुनुहुन्थ्यो उहाँ म घले दाईसँग गफ गर्ने गर्थेँ सिप्सुबाट अल द वे सिप्सुबाट चाहिँ यता यो हुँदै 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 आउँदा चाहिँ यता माथि चाहिँ माथि यहाँबाट लगभग 1.5-2 घन्टा हिँडेपछि चाहिँ भोटे खर्का आउँछ। त्यो भोटे खर्का भन्ने ठाउँमा चाहिँ हाम्रो घले जातिहरूको चाहिँ बसोबास धेरै थियो त्यहाँनिर अनि म त्यो गफ गरेको थिएँ उहाँसँग मैले यसरी फोटो खिच्न पाएँ। हेर्दै हुनुहुन्छ भनेदेखि यो नैनीताल हो अनि हुँदै 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 माथि भोटे खर्का माथि पुग्ने हो। यो खोला निकै लगभग 1.5-2 घन्टा हिँड्नुपर्छ अनि भोटे खर्का पुगिन्छ। यो चाहिँ बर पिपलको रुख, यो एउटा बर एउटा पिपल यहाँनिर बाख्राहरू पनि चरनतिर लागे। यो चाहिँ मौरीको नुड, यसलाई चाहिँ बी हाइभ भनिन्छ अनि यसमा चाहिँ मौरीले चाहिँ चाका लगाउने हो अनि मह बन्ने हो। र हाम्रो गाउँघरमा चाहिँ यसरी हनी बनाइन्छ, एक्चुअली हनी यसरी बनाइन्छ। हामी त देउराली बाधैमा रानी बनेमा केलाई साँच्यो लाली जो मरि जाने जुलीमा देउराली बाधैमा रानी बनेमा केलाई साँच्यो लाली जो रानी बनैमा एक्लो एक्लो भयो मना, एक्लो एक्लो भयो मना, देउना चिसो चिसो छ मौसम आकाशैमा चिलो कि बेसारा आकाशैमा चिलो कि बेसारा माया के छरा 2 दिन माया लाइदिउ न के छरा 2 दिन माया लाइदिउ न के छरा याबारी नैनीतालको बाँसघारी चेङमारीको चियाबारी नैनीतालको बाँसघारी रोजे मैले तिमीलाई
तिमीलाई कान्छे माया साटु कसो गरी रोजे मैले तिमीलाई कान्छे माया साटु कसो गरी चेकबारीको चियाबारी च्याङमारीको चियाबारी नैनतालको बाँसघारी च्याङमारीको चियाबारी नैनतालको बाँसघारी रोजे मैले हाम्रो च्याङबारीको चाहिँ घरहरू यस्तै छ, साना साना घरहरू तर अति राम्रो सुन्दर घरहरू। यो चाहिँ जुन देखिरहेको छ यो चाहिँ डाइनाको पुल हो। अनि यो पुल चाहिँ भनौँ यो यता चाहिँ उता हामी च्याङमारी सिप्सु भनौँ नि हामी घुमाउने उताबाट आएको हो। र यो चाहिँ अब यसो यो पुल हुँदै ठ्याक्कै त्यो पारी डाँडामा चाहिँ के पर्छ त साम्ची पर्छ। अनि त्यो इन्डियन कम्पनीहरूले फ्याक्ट्रीहरू बनिरहेछ। अनि यो जुन बगिरहेछ यो चाहिँ डाइना खोला हो। देख्न सक्नुहुन्छ डाइना पुल पारी। आज भन्नु झन्डै 38-39 वर्ष अघि मैले यो पुल उद्घाटन हुँदाखेरि लामाहरू यहाँ पढेर उद्घाटन गरेको म सहभागी भएको थिएँ। अनि राजा पनि आएका थिए जुन यो पुल बनाउँदाखेरि बनिसकेर यसको उद्घाटन गर्दाखेरि चाहिँ भुटान राजा आएको थियो। हजुर अहिले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हो रियल च्याङबारीको चियाबारी। अहिले म च्याङबारीको चियाबारीमा छु, जुन यो हाम्रो चाहिँ इन्डियापट्टि पर्छ। यसरी इन्डियामा चाहिँ यसरी प्रशस्त चिया छ भने जुन यहाँबाट देखिने जुन यो तपाईँ आकाश क्षितिज जे भन्नुहुन्छ यता देख्नुहुन्छ त्यो चाहिँ भुटान पर्छ भने थोरै मिटर माथि मात्र भुटान पर्छ। र यो चाहिँ च्याङबारीको चियाबारी टी गार्डन हो। हजुर आज म आफ्नो ठाउँ हेरेर घुमेर म फर्किँदैछु। धेरै दुःख लागेको छ। अनि यस ठाउँमा फेरि आउने बाचा गर्दै म भविष्यमा पुनः आफू जन्मिएको ठाउँ अनि हाम्रो च्याङबारी हेर्न म आउनेछु। र आजलाई बिदा माग्दै मेरो यो भिडियोलाई यहीँ अन्त्य गर्दछु। हजुरहरूले हेर्नुभयो होला, मन पर्नुभयो होला, पराउनु भयो होला। अनि मेरो च्यानललाई सेयर गर्नुहोला, लाइक गर्नुहोला अनि हाम्रो च्याङबारीवासीहरूलाई यो भिडियो पुर्याउनुहोला। धन्यवाद। लौन खान्छी मिली गाँसो पिरतीको जोखो माला च्याङमारीको चियाबारी नैनतालको बाँसघारी रोजे मैले तिमीलाई कान्छी माया साटु कसो